हाई एभ्रिवान, वेलकम ब्याक टु माई मिनी भ्लग। आज चाहिँ हाम्रो घरमा सानो गेट टुगेदर हुँदैछ अनि त्यसैको लागि चाहिँ यहाँ चिकन मेरिनेट गर्दै हुनुहुन्छ। अनि चिकनमा चाहिने सबै सामानहरू हालेर चाहिँ यहाँ यसरी छोपिराख्नु भएको छ। अनि बार्बिक्यूको लागि पनि यहाँ सबै सामानहरू चाहिँ रेडी भइसक्यो। आज चाहिँ मौसमले एकदमै साथ दिएको छैन है। अनि आज चाहिँ पुरै हावाहुरी आएर है अनि एकदमै पानीहरू परिरहेको थियो। अनि अहिले चाहिँ अलिक रहेर अब हामीले चाहिँ यहाँ बार्बिक्यू गर्नको लागि चाहिँ आगो बाल्दैछौँ। अनि यहाँ मामाले चाहिँ बल्ल बल्ल आगो पनि बालिसक्नु भयो। अनि आज चाहिँ के हो भने नि, आज चाहिँ मेरो श्रीमानको 15-16 वर्ष पछाडिको स्कुल पढ्दाको साथीहरूको चाहिँ आज गेट टुगेदर थियो है। उहाँहरू चाहिँ धेरै वर्ष पछाडि यसरी भेट्दाखेरि एकदमै खुसी हुनुभएको थियो है। मेरो श्रीमान त झन् हिउँसैदेखि एकदमै एक्साइटेड हुनुभएको थियो है। अनि आज चाहिँ मौसम पनि एकदमै चिसो छ है। अनि पानी पनि पर्दै रोकिँदै गरिरहेको छ। त्यही पनि उहाँहरूले चाहिँ एकदमै इन्जोय गर्नुभयो। सबैजनाले एकदमै रमाउनु भयो। भिडियोबाटै थाहा पाइहाल्नु हुनेछ मैले चाहिँ आज एकदमै धेरै इन्जोय गरेँ। तपाईँहरूले पनि गर्नु नै भयो होला। ल आजलाई यति नै। थ्याङ्क यू फर वाचिङ।